नमस्ते। आजको यस एक्सप्लेनरमा यहाँहरू सबैलाई धेरै धेरै स्वागत छ। आज हामी हाम्रो यो सुन्दर पृथ्वीको एउटा अत्यन्तै रोचक र महत्त्वपूर्ण विषय सागर र महादेश अर्थात् ओशन एन्ड कन्टिनेन्टको बारेमा गहिरिएर कुरा गर्दैछौँ। ल अब ढिला नगरी सुरु गरौँ है त। आज हामी के हेर्दैछौँ त? छोटकरीमा भन्नुपर्दा सबैभन्दा पहिले पृथ्वीको भूगोल, त्यसपछि केही प्रमुख र अद्वितीय सागरहरू, अनि निकै चाखलाग्दा भौगोलिक उपनामहरू। त्यसपछि हामी 7 महादेशहरूको चर्चा गर्दै अन्त्यमा सबै कुराको रिभ्यू गर्नेछौँ। लाओनोस्, सबैभन्दा पहिले कुरा गरौँ हाम्रो पृथ्वीको समग्र भूगोलको। तथ्याङ्कहरू मात्र घोकेर त पक्कै बोरिङ हुन्छ नि, होइन र? त्यसैले हामी यसलाई एउटा भिजुअल यात्राको रूपमा हेर्नेछौँ। यसरी बुझ्दा दिमागमा ठ्याक्कै बस्छ र पछि सम्झन एकदमै सजिलो हुन्छ। तयार हुनुहुन्छ त यो यात्राको लागि? सबैभन्दा पहिले एउटा बेसिक कुराबाटै सुरु गरौँ। आखिर महादेश भनेको के हो त? सुन्दा एकदमै साधारण लाग्न सक्छ, तर सिम्पल भाषामा भन्दा हाम्रो पृथ्वीको सतहमा पानीले नढाकेको जुन विशाल जमिनको भाग छ नि, हो त्यसैलाई नै हामी महादेश भन्छौँ। यति कुरा दिमागमा सेट गरिहालौँ है। अब यहाँनिर एउटा एकदमै याद राख्नुपर्ने कुरा छ। इमेजिन गर्नुहोस् त पृथ्वी एउटा ठूलो केक हो। त्यो केकबाट जम्मा 29.2% को सानो टुक्रा मात्रै जमिन हो। सुन्दा अचम्म लाग्छ नि, बाँकी सबै पुरै पानी नै पानी छ। यो 29.2% को आँकडा चाहिँ एकदमै कण्ठ पारेर राख्नुहोस् है, यो बारम्बार सोधिने प्रश्न हो। अनि त्यो 29.2% भनेको चाहिँ खासमा कत्रो एरिया हो त? अङ्कमै भन्नुपर्दा यो भनेको ठ्याक्कै 14,49,20,000 वर्ग किलोमिटर हुन आउँछ। हो, यही नै महादेशहरूले ओगटेको कुल क्षेत्रफल हो। यो नम्बरलाई पनि पक्कै नोट गरिहाल्नुभयो होला। अब अगाडि बढौँ हाम्रो दोस्रो टपिकतर्फ, विश्वका प्रमुख सागरहरू। सागरहरूको कुरा गर्दा यहाँ दुईवटा एकदमै इन्ट्रेस्टिङ फ्याक्टहरू छन्। संसारको सबैभन्दा ठूलो सागर कुन हो त? त्यो हो साउथ चाइना सी। यसले करिब 35 लाख वर्ग किलोमिटर क्षेत्र ओगटेको छ र चीन सिङ्गापुरदेखि ताइवानसम्म फैलिएको छ। अनि अर्कोतर्फ छ क्यारिबियन सागर। यो संसारको दोस्रो ठूलो सागर त हुँदै हो, तर सबैभन्दा गहिरो सागर पनि यही हो। यसको गहिराई करिब 2400 मिटर छ। अर्को एउटा फ्याक्ट, यो विश्वकै सबैभन्दा ठूलो नुनिलो पानीको सागर पनि हो। ल, अब एउटा अति महत्त्वपूर्ण एकदमै भिभिआई प्रश्न टिपौँ त। परीक्षामा विश्वका 5 ठूला सागरहरू क्रम मिलाएर लेख्नुहोस् भनेर प्राय सोधिन्छ। सबैभन्दा ठूलो साउथ चाइना सी, दोस्रो क्यारिबियन सागर, तेस्रोमा भूमध्य सागर, चौथोमा बेरिङ सागर र पाँचौँमा पर्छ मेक्सिको खाडी। यो अर्डर चाहिँ हुबहु याद गर्नुपर्छ है। अब पालो आयो केही अद्वितीय अर्थात् युनिक सागरहरूको। यहाँनिर एउटा अचम्मको कुरा छ। विश्वको 10औं ठूलो सागरलाई कृष्ण सागर अर्थात् ब्ल्याक सी भनिन्छ। तर यसलाई ब्ल्याक सी किन भनिएको होला? किनभने यसको पानी साँच्चै नै कालो देखिन्छ। यसको मुख्य कारण हो यसमा रहेको हाइड्रोजन सल्फाइड ग्यासको उच्च मात्रा। विज्ञान र भूगोलको कस्तो गजबको कनेक्सन होइन त? अनि अर्को महत्त्वपूर्ण नाम सम्झनुपर्ने हुन्छ क्यास्पियन सागर, जुन रुस र इरानको बीचमा अवस्थित छ। अब हामी कुरा गर्नेछौँ केही प्रसिद्ध भौगोलिक उपनामहरूको। भूगोल पढ्दै जाँदा केही विशेष ठाउँहरूलाई दिएका रमाइला र प्रतीकात्मक उपनामहरू भेटिन्छन्, जस्तो कि कुनै ठाउँलाई श्रीपेजको उपाधि दिएको छ त कुनैलाई साँचोको। यस्ता कुराहरू परीक्षाहरूमा धेरै पटक सोधिएका छन् र सम्झन पनि एकदमै मजा आउँछ। यी 3वटा नामहरू त बिर्सनै भएन। समुद्रकी रानी भनेर कसलाई चिनिन्छ? बेलायतलाई। अनि भूमध्य सागरको साँचो भनेर जिब्राल्टरलाई भनिन्छ। त्यसैगरी अरेबियन सागरकी महारानी भनेर चाहिँ भारतको कोचिनलाई चिनिन्छ। सुन्दै कति रोयल लाग्छ नि। ल, पानीको कुरा धेरै भयो। अब हामी फर्कियौँ जमिनतर्फ। हाम्रो अर्को टपिक छ 7 महादेशहरू। अघि हामीले पृथ्वीको त्यो 29.2% जमिनको कुरा गरेका थियौँ नि। हो, त्यो पुरै जमिनलाई जम्मा 7वटा महादेशहरूमा बाँडिएको छ। अब यी 7वटा महादेशलाई कसरी सजिलै सम्झिने त्यो तरिका हेरौँ।
यो तालिका एकदमै ध्यान दिएर हेर्नुपर्छ है। महादेशहरूलाई ठूलोदेखि सानो क्रममा मिलाउँदा हामी दुईवटा तरिकाले हेर्छौं, एउटा क्षेत्रफलको आधारमा र अर्को जनसङ्ख्याको आधारमा। क्षेत्रफलको कुरा गर्दा सबैभन्दा ठूलो एसिया अनि अफ्रिका हुँदै अस्ट्रेलिया सबैभन्दा सानोमा पर्छ। तर पपुलेसन अर्थात् जनसङ्ख्याको आधारमा हेर्ने हो भने चाहिँ तेस्रोमा युरोप आउँछ र सबैभन्दा अन्तिममा अन्टार्कटिका पर्छ। यो तुलना गरेर पढ्दा कहिल्यै कन्फ्युज भइदैन। अघिको तालिकाबाट एउटा कुरा के प्रष्ट हुन्छ भने क्षेत्रफलमा सबैभन्दा सानो अस्ट्रेलिया हो, तर जनसङ्ख्याको कुरा आउने बित्तिकै सबैभन्दा सानो अर्थात् जिरो पपुलेसन भएको महादेश अन्टार्कटिका हुन आउँछ, किनभने त्यहाँ पुरै बाक्लो बरफ मात्रै छ, मानिसहरू स्थायी रूपमा बस्नै सक्दैनन्। यो सानो ट्रिकी कुरामा चाहिँ धेरैजना झुक्किनुहुन्छ है, त्यसैले यसमा एकदम क्लियर हुनुहोला। हामी अन्त्यतिर आइसकेका छौं। अब पालो अन्तिम पुनरावलोकनको। यो अन्तिम चिटसिट चाहिँ स्क्रिनशट लिएर राख्दा पनि हुन्छ। आज हामीले के सिक्यौं त? सबैभन्दा ठूलो सागर साउथ चाइना सी, गहिरो र नुनिलो क्यारेबियन सागर, हाइड्रोजन सल्फाइडले गर्दा कालो देखिने ब्ल्याक सी, जमिनले ओगटेको 29.2% भाग र भूमध्य सागरको साँचो जिब्राल्टर। यति कुराहरू दिमागमा राख्ने हो भने त तयारी एकदमै सलिड भइहाल्छ नि। आजको यस एक्सप्लेनरलाई टुङ्ग्याउनु अघि एउटा प्रश्न छोड्न चाहन्छु। हामीलाई थाहा छ टेक्टोनिक शिफ्टको कारणले पृथ्वीको सतह निरन्तर चलिरहेको छ। त्यसो भए सोच्नुहोस् त, आज हामीले देखेका यी सागर र महादेशहरू आजभन्दा लाखौं वर्षपछि कस्ता देखिन्छन् होलान्? यो एउटा एकदमै चाखलाग्दो प्रश्नका साथै आजको लागि हामी यही बिदा हुन्छौं। सँगै अन्वेषण गर्नुभएकोमा धेरै धेरै धन्यवाद। अर्को पटक फेरि भेटौँला।